जापानमा घुम्न आउनु भएको एकजना आमाको भिडियो हेर्दा मलाई पनि एकदमै दुःख लागेको छ। सायद तपाईले पनि हेर्नु भएको छ होला। त्यो भिडियो एउटा परिवारको व्यक्तिहरूले त्यो आमालाई गरेको व्यवहार। छोरीहरू धारो खोल्दाखेरि किन धेरै पानी फालेको, खाना खाँदाखेरि किन धेरै खाना खाएको, यस्तो नगर्नु उस्तो नगर्नु भनेर आइरहेको भिडियो जापानबाटको तपाईले पनि हेर्नु भएको छ होला। सत्यता के हो त? के साच्चीकै त्यो आमाले जापानमा आएर दुःख पाउनु भएको छ? सासू आमा भनेर भिडियोमा प्रस्तुत गरिएको छ। के हो त यथार्थ? हेर्ने मान्छेहरूको लागि पनि मन खिन्न गराउने किन यस्तो भिडियोहरू प्रस्तुत गरेको होला? आमा बुवाहरू जापानमा घुम्न आउन चाहन्छन्। नेपालबाट अब जापानमा घुम्न जाने भनेर सोच बनाएका आमा बुवा सासू ससुराले यदि त्यो भिडियो हेरे भने के उनीहरू फेरि जापानमा आउलान् त? बच्चाहरूले गरेको व्यवहारले अब भावी बच्चाहरूले के सिक्लान्? साह्रै दुःख लागेको छ मलाई। धेरैजना व्यक्तिहरूले प्रश्नली पनि यस बारेमा तपाईँ किन बोल्नुहुन्न? जापानबाट यस्तो भिडियोहरू आइरहेको छ। जापानको एनआरएनए, जापानको एम्बेसी, जापानका मिडियाहरूले किन चुप लाएर बसेको? किन केही बोल्दैनन्? हामीले त हेर्न सकिएन त्यो भिडियो। आमालाई त्यस्तो कुराहरू गरेको आमालाई बरु नेपाल फिर्ता गरिदिनुस्। त्यो सासू आमाले जापानमा दुःख पायो भनेर धेरैजनाले भन्नुभएको छ। आज हामीले त्यो परिवारलाई सम्पर्क गरेका छौँ। परिवारलाई सम्पर्क गरेर के हो त यथार्थ? के साँच्चीकै दुःख पाएको हो कि अथवा मिलिमतोमा त्यो भिडियोहरू बनाएको हो? यथार्थ कुरा बताइदिनु पर्यो। यदि यो बताउनु भएन भने समाज भाँडिन सक्छ, समाजमा नराम्रो संसार जान सक्छ। सत्यता के हो